नमस्कार, सम्पूर्णमा मेरो नमस्कार। मैले आज हजुरहरूलाई एउटा जानकारीमूलक भिडियो बनाउन गइरहेकी छु। बच्चालाई कानमा सुन लगाइदिने रहर गर्नुभएको छ भने 1 वर्षभन्दा तलको बच्चालाई हातमा घाँटीमा लगाइदिन सक्नुहुन्छ। तर कान छेडेर कानमा सुन लगाइदिन्छु अथवा चाँदी लगाइदिन्छु भन्ने चाहना अलि पछाडि गर्नुहोला, किनकि बच्चाको टाउको सेप मिल्नको लागि करिब 6-7 महिना अथवा 1 वर्ष पनि लाग्न सक्छ। र कान छेडियो भनेदेखि बच्चाहरू दुख्ने हुँदाखेरि उत्तानो मात्रै फर्केर सुत्ने, ल यताको साइडमा र अर्को साइडमा सुत्न नमान्ने, कान दुखेको भएर अनि टाउको सेप बिग्रिने हुने हुन्छ। त्यसैले ध्यान दिनु होला। मेरो यो सेकेन्ड बेबी हो, फर्स्ट बेबीबाट सिकेको मेरो अनुभव हजुरहरू सामु सेयर गर्न आएकी छु। लास्टसम्म सुनिदिनु होला। लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।